आज हामी नेपालमा सरकार कसरी चुनिन्छ, कसरी प्रधानमन्त्रीको सिलेक्सन हुन्छ, आखिर चुनावको प्रक्रिया के रहेको छ भनेर आज हामी जान्न गइरहेका छौँ। सो नेपाल सरकारको कानुन अनुसार, नेपाल सरकारको संविधान अनुसार नेपाल राज्यको पावरलाई 3 भागमा बाँडिएको हुन्छ, जसमा पहिलो भागलाई हामी भनिन्छ लेजिस्लेचर। लेजिस्लेचर यानी कि व्यवस्थापिका। पहिलोलाई हामी के भन्छौँ? व्यवस्थापिका भन्छौँ। ओके, त्यस्तै दोस्रोलाई हामी एक्जिक्युटिभ। दोस्रो एक्जिक्युटिभ यानी कि कार्यपालिका, यानी कि कार्यपालिका। र लास्टमा तेस्रो हुन्छ जुडिसियरी। जुडिसियरी यानी कि न्यायपालिका। सो यसरी नेपाल राज्यको पावरलाई 3 भागमा बाँडिएको छ। लेजिस्लेचर यानी व्यवस्थापिका, एक्जिक्युटिभ यानी कार्यपालिका र जुडिसियरी यानी कि न्यायपालिका। अब यसमा तीनटै यो अङ्गको अलग अलग काम हुन्छ। जस्तै कि नेपालको लेजिस्लेचरको मेन काम हो त चुनाव गराउने, सांसद बनाउने, र एक्जिक्युटिभ यानी कि कार्यपालिकाको मेन हेड को हुने गर्दछ त प्रधानमन्त्री। प्रधानमन्त्री मेन हेड हो के को? त एक्जिक्युटिभको। त यही प्रधानमन्त्री चुन्नको लागि व्यवस्थापिकाले कानुन बनाउँछ, चुनाव गराउँछ र प्रधानमन्त्री चुन्ने काम गर्छ। सो आज हामी लेजिस्लेचरको बारेमा डिस्कस गर्न गइरहेका छौँ। लेजिस्लेचरलाई 3 भागमा बाँडिएको छ। सो लेजिस्लेचरलाई कति भागमा बाँडिएको छ? 3 भागमा बाँडिएको छ। पहिलोलाई हामी फेडरल लेजिस्लेचर, पहिलोलाई हामी फेडरल लेजिस्लेचर यानी कि सङ्घीय व्यवस्थापिका भन्छौँ, यानी कि सङ्घीय व्यवस्थापिका भन्छौँ। भने अर्को हुन्छ प्रोभिन्सियल, अर्को हुन्छ प्रोभिन्सियल लेजिस्लेचर एन्ड अर्को हुन्छ लोकल लेजिस्लेचर। तो अहिले हामी नेपालको संविधान अनुसार राज्यको पावरलाई 3 भागमा बाँडिएको हुन्छ। लेजिस्लेचर यानी व्यवस्थापिका, एक्जिक्युटिभ यानी कार्यपालिका, जुडिसियरी यानी कि न्यायपालिका। र एक्जिक्युटिभ यानी कार्यपालिकाको सबभन्दा हेड हुन्छ प्रधानमन्त्री, र यही प्रधानमन्त्री चुन्नको लागि व्यवस्थापिकाले निर्वाचन गराउँछ, चुनाव गराउँछ। लेजिस्लेचरलाई 3 भागमा बाँडिएको हुन्छ: फेडरल लेजिस्लेचर, प्रोभिन्सियल लेजिस्लेचर र लोकल लेजिस्लेचर। र यही जुन फाल्गुन 21 गते चुनाव हुनेवाला छ, त्यही चुनावमा हामीले 4वटा मतपत्र पाउँछ। त्यो 4वटा मतपत्रमा हामीले भोट गर्छौँ भने फेडरल लेजिस्लेचर र प्रोभिन्सियल लेजिस्लेचर बनाउनको लागि हामी भोट गर्छौँ। त्यो 4वटा मतपत्रमा फेडरल लेजिस्लेचरमा जुन हामी भोट गर्छौँ पहिलो, त त्यसमा 2वटा भोट फेडरल लेजिस्लेचरको जान्छ र 2वटा प्रोभिन्सियल लेजिस्लेचरको जान्छ। त्यसपछि म बताउँछु तपाईहरुलाई कि त्यो कसरी फेडरल लेजिस्लेचरमा कसरी भोट हुन्छ। ओके, फेडरल लेजिस्लेचरको मेन अंग भन्नुको मतलब यसको मेन अंग हुन्छ पार्लियामेन्ट। यसको मेन अंग हुन्छ पार्लियामेन्ट, जसलाई हामी संसद पनि भन्छौँ। ओके, अब यो संसदलाई फेरि के गरिएको छ त 2 भागमा विभाजन गरिएको छ। संसद यानी कि पार्लियामेन्टलाई 2 भागमा बाँडिएको छ, जसमा पहिलोलाई हामी भन्छौँ हाउस अफ रिप्रेजेन्टेटिभ यानी कि प्रतिनिधि सभा। सो यसलाई हामी भन्छौँ हाउस अफ रिप्रेजेन्टेटिभ यानी कि प्रतिनिधि सभा। यही प्रतिनिधि सभाको चुनाव हुनेवाला छ, प्रतिनिधि सभा। र यसलाई लोअर हाउस पनि भन्ने गरिन्छ, र यसलाई अप्पर हाउस यानी कि नेसनल एसेम्ब्ली और राष्ट्रिय सभा। ओके, यसरी मैले के बताएँ भन्दाखेरि राज्यको पावरलाई 3 भागमा बाँडिएको छ। लेजिस्लेचर यानी कि व्यवस्थापिका, एक्जिक्युटिभ यानी कार्यपालिका र जुडिसियरी यानी कि न्यायपालिका, जसमा एक्जिक्युटिभ यानी कि कार्यपालिकाको हेड प्रधानमन्त्री हुने गर्दछ, र यही प्रधानमन्त्री सिलेक्सनको लागि, प्रधानमन्त्री छान्नको लागि लेजिस्लेचरले चुनाव गराउँछ, इलेक्सन प्रोसेस गराउँछ। जसमा लेजिस्लेचर यानी कि व्यवस्थापिकालाई 3 भागमा बाँडिएको हुन्छ: फेडरल लेजिस्लेचर यानी सङ्घीय व्यवस्थापिका, त्यस्तै प्रोभिन्सियल लेजिस्लेचर र लोकल लेजिस्लेचर। अब यही सङ्घीय व्यवस्थापिकाको मेन अंग यानी कि पार्लियामेन्ट यानी संसद हुन्छ। सो अब यही संसदको चुनाव हुन गइरहेको छ फाल्गुन 21 गते, अनि यही संसदलाई 2 भागमा बाँडिएको छ: हाउस अफ रिप्रेजेन्टेटिभ एन्ड नेसनल एसेम्ब्ली। हाउस अफ रिप्रेजेन्टेटिभ यानी लोअर हाउस, जसलाई हामी प्रतिनिधि सभा भन्छौँ, र
नेसनल एसेम्ब्ली यानी कि जसलाई हामी राष्ट्र सभा पनि भन्ने गर्छौँ, चाहे अप्पर हाउस पनि भन्छौँ। सो राष्ट्रिय सभा। त यस्तै हामी कुनै अर्को भिडियोमा हामी नेसनल एसेम्ब्लीको बारेमा कुरा गरौँला, राष्ट्र सभाको बारेमा कुरा गरौँला। सो आज हामी हाउस अफ रिप्रेजेन्टेटिभ यानी कि प्रतिनिधि सभा कसरी छान्ने गरिन्छ, कसरी चुनाव हुन्छ हैन, कसरी चुनावमा कसरी प्रतिनिधि सभाहरू सिलेक्सन गरिन्छ, प्रतिनिधिहरू सिलेक्सन गरिन्छ, कसरी मेम्बर्सहरू सिलेक्सन गरिन्छ। सो टुडे वी आर गोइङ टु अन्डरस्ट्यान्ड द्याट। ओके, सो यो हाउस अफ रिप्रेजेन्टेटिभ सिलेक्सन गर्नको लागि दुईवटा तरिका हुन सक्छ। त्यो दुईवटा तरिकालाई म माथि लेख्छु है। ओके, सो जस्ट अ मिनट। प्रतिनिधि सभा, अब यही प्रतिनिधि सभा यानी हाउस अफ रिप्रेजेन्टेटिभ दुई तरिकाले चुज गरिन्छ। पहिलो रुल्स हो फर्स्ट पास्ट द पोस्ट एन्ड दोस्रो हो प्रोपोर्सनल सिस्टम। पहिलोलाई हामी भन्छौँ प्रत्यक्ष निर्वाचन, पहिलोलाई भन्छ प्रत्यक्ष निर्वाचन और फर्स्ट पास्ट द पोस्ट भने दोस्रो प्रोपोर्सनल सिस्टम यानी कि समानुपातिक तरिकाले, प्रोपोर्सनल सिस्टम यानी कि समानुपातिक। ओके, सो हाउस अफ रिप्रेजेन्टेटिभ यानी कि प्रतिनिधि सभामा रहेका सदस्यहरूलाई छान्नको लागि दुई तरिकाले छानिन्छ, एउटा प्रत्यक्ष निर्वाचन गराएर एउटा समानुपातिक तरिकाले। ओके, जसमा प्रत्यक्ष निर्वाचन भन्नुको मतलब अब यो प्रतिनिधि सभामा कतिजना मेम्बर हुने गर्दछ भन्दाखेरि टोटल 275 मेम्बर्स हुन्छ। यही 275 जना मेम्बर्सलाई छान्नको लागि प्रतिनिधि सभाको निर्वाचन हुन्छ र यही निर्वाचन क्रममा प्रत्यक्ष निर्वाचनको तर्फबाट 60% यानी कि लगभग 60% यानी कि 165 जनालाई प्रत्यक्ष निर्वाचनबाट चुनिन्छ भने लगभग 40% यानी कि 110 जनालाई 110 मेम्बर्सलाई 110 जना सदस्यहरूलाई समानुपातिक तरिकाले निर्वाचन गरिन्छ। ओके, अब यो प्रत्यक्ष निर्वाचनमा जस्तै कि मान्नुहोस् हाम्रो कन्ट्री छ नेपाल। ओके, यो टोटल नेपालमा जम्मा 165 वटा निर्वाचन क्षेत्र रहेको छ। निर्वाचन क्षेत्र भन्नुको मतलब जनसङ्ख्याको आधारमा, जस्तै कि काठमाडौँमा धेरै जनसङ्ख्या छ, हाइली पपुलेटेड छ, त त्यहाँ 10 वटा निर्वाचन क्षेत्र राखिएको छ भने जस्तै कि हाम्रो बारा जिल्लामा 4 वटा निर्वाचन क्षेत्र छ, जस्तै कि झापामा तपाईको 5 वटा निर्वाचन क्षेत्र छ, डडेलधुरामा एउटा निर्वाचन क्षेत्र छ हैन। त्यसरी जनसङ्ख्याको आधारमा टोटल नेपालमा 165 वटा निर्वाचन क्षेत्रहरू छ र त्यो 165 वटा निर्वाचन क्षेत्रबाट एक प्रतिनिधि गरेर 165 जना त्यहाँबाट सिलेक्ट गरिन्छ भने अर्को समानुपातिक यानी कि पुरा एउटा नेपाल कन्ट्रीलाई एउटा सिंगल निर्वाचन क्षेत्र मानिन्छ र त्यो निर्वाचन क्षेत्र मानेर के गरिन्छ भन्दाखेरि त व्यक्तिले जति पनि चुनाव मत दिने व्यक्तिहरू हुन्छ उनीहरूले डिफ्रेन्ट पार्टीलाई भोट गर्छ। त्यहाँ डिफ्रेन्ट पार्टीले पाएको भोट अनुसार, पाएको मत अनुसार यहाँ 110 वटा सिट डिस्ट्रिब्युट गरिन्छ यानी कि बाँडिन्छ। जस्तै कि मान्नुहोस् कुनै पार्टीले, अब मान्नुहोस् कुनै पार्टी एबीसी पार्टी छ, ओके सपोज देयर इज एबीसी पार्टी छ। अब कुनैले 10 वटा सिट लायो, कसैले 20 वटा सिट लायो, कसैले 30 वटा सिट लायो हैन। अब यिनीहरूले लाएको सिट अनुसार नै यो 110 वटा मेम्बरलाई के गरिन्छ त डिस्ट्रिब्युट गरिन्छ। ओके, 165 जना यहाँबाट आयो र 110 जना समानुपातिकबाट आयो, गरेर टोटल 275 जना भयो। ओके, अब 275 जना भयो भने सरकार कसरी बन्छ त सरकार बनाउनको लागि के गरिन्छ, यिनीहरूमा एटलिस्ट मोर देन 50% मेजोरिटी एक साइडमा हुनु पर्यो। भन्नुको मतलब तपाईले सपोज तपाईको कुनै एउटा पार्टी छ, पार्टी ए, ओके, यो पार्टी ए ले यदि मोर देन 50% लगभग 138 पूरा नेपाल भरिमा तपाईको एउटा पार्टीले प्रत्यक्ष निर्वाचन र समानुपातिक गरेर यदि 138 वटा सिट लाइसकेको छ भने त्यहाँबाट तपाई एकलौटी सरकार बनाउन सक्नुहुन्छ। तपाईले कसैको सहमति चाहिएन। सपोज जस्तै कि अहिले बालेन शाहले राष्ट्रिय स्वतन्त्रता पार्टीबाट आफ्नो उम्मेदवारी दिएका छन्। ओके,
यदि पूरा नेपालभरिमा 138 वटा सिट लायो भने रासोपाले आफ्नो एकलौटी सरकार बनाउन सक्छ जसमा अरूको सहमति चाहिएन। तर विभिन्न पार्टीहरू भएको कारणले गर्दा कुनै पनि एउटा पार्टीले टोटल 138 सिट लाउन सकेको छैन। अब यहाँ के गरिन्छ, गुटबन्दी गरिन्छ। भन्नुको मतलब आफ्नो कम सिट लागेको साथीहरूलाई समेटिन्छ। जस्तै कि मान्नुहोस् एबीसी पार्टी थियो, अब यिनीहरू सोध्छ कि अब हामी मिलेर 138 सिट पुर्याउनु पर्यो, तब त सरकार बन्छ। अनि यिनीहरू के गर्छ, एक आपसमा मिल्छ। सपोज रासोपाले केही सिट लायो, श्रम संस्कृति पार्टीले केही सिट लायो, उज्यालो नेपाल भनेर केही पार्टी छ उनले केही सिट लायो, माओवादी केही सिट लायो, काङ्ग्रेस केही सिट लायो, एमाले केही सिट लायो भने अब यहाँ के गरिन्छ, जुन पार्टीहरू मिलेर 138 वटा सिट लाउन सक्छ उनीहरूको सरकार बन्छ। जस्तै केपी ओली, प्रचण्ड र देउवा, यानी यो मुख्य 3 पार्टी लाइक काङ्ग्रेस, एमाले र माओवादी। यदि यिनीहरू 3 जना मिलेर 138 सिट लाउन सक्यो भने यिनीहरूको सरकार बन्छ र यिनीहरूको आपसी सहमतिमा देउवाले प्रधानमन्त्री बनाउने कि प्रचण्डले प्रधानमन्त्री बनाउने कि केपी ओलीले प्रधानमन्त्री बनाउने त्यो सिलेक्सन यिनीहरूले आफै गर्छ। सो इन दिस वे नेपालको टोटल लाइक फेडरल लेजिस्लेचर संघीय व्यवस्थापिकाले गर्ने कार्यहरू र प्रतिनिधि सभाको कसरी सिलेक्सन हुन्छ, कसरी प्रधानमन्त्री चुज गरिन्छ भन्ने कुराहरू थियो। र यहाँबाट 138 सिट लाएर बनेको प्रधानमन्त्रीले एक्जिक्युटिभ यानि कि कार्यपालिका सम्हाल्ने गर्दछ र उसले केही निर्देशन गर्ने गर्दछ र व्यवस्थापिकाको अरू पनि कार्यहरू छ, जस्तै कि नियम कानुन बनाउनु हैन, देशको संविधानमा केही त्रुटि छ भने, केही मिस्टेक छ भने त्यो संविधानलाई संशोधन गर्नु आदि कार्यहरू रहेको छ। सो थ्यांक यू।